हेलो नमस्ते म सुशीला घिमिरे बेतकामबाट म चाहिँ कपाल झरेर एकदमै हैरान भएको थिएँ। यतिसम्म हैरान कि मेरो कपाल यो पुरै तालु नाङ्गै थियो है। एउटा पनि यहाँनिर चाहिँ कपालै नभएको अवस्था भइसक्यो। पुरै यतातिरको रौँ लगेर मैले छोप्नु पर्थ्यो। फेसबुकमा हेर्दै जाँदाखेरि एक दिन मैले याचु हेयर ओइल भनेर देखेँ। अनि अब आफूलाई समस्या परेपछि अनेक किसिम हेर्न मन लाग्छ। त्यसपछि मैले त्यसलाई एकदम खोलेर हेरेँ, विज्ञापन पुरै सुनेँ। नेपाली प्रोडक्ट त्यसमा केमिकलहरू केही मिसाएको छैन भनेपछि मलाई अलिकति लोभ लाग्यो। अनि हेर्न पर्यो, यत्रो अरू त युज गरिसकेँ, यसै पनि मेरो कपाल गएकै छ, त्यही पनि एकचोटि ट्राई गरिहेर्नु पर्ला भनेर चाहिँ खोज्दै जाँदाखेरि चाहिँ धेरैजनाको मैले त्यहाँ कमेन्टहरू हेरेँ। अनि कमेन्ट हेरिसकेपछि यो एकदम राम्रो छ भन्ने कुरा पाएँ। अनि लगाइहेर्नु पर्यो भनेर मैले पनि एउटा अनलाइन अर्डर गरेँ। 7-8 मिनट समयसम्म गर्न थालेपछि कपाल पुरै झर्न अहिले रोकिएको छ। मेरो कपाल झर्दैन, यो धेरै पलाएको, यो पुरै पलाएको हो। यस्तै पलाउँदैछ, यस्तै पलाइरहेको छ होइन। अनि जस मलाई चाहिँ यो चाहिँ एकदम वरदान, मेरो लागि चाहिँ वरदान हो यो कपाल एकदम 100% ठोक्पा गरेर भन्न सकिन्छ।